तपाईहरु पनि पैसा कमाउनु चाहनुहुन्छ भने युट्युब, टिकटक, फेसबुकदेखि तपाईहरु अरूको भिडियो हालेर होइन ओरिजिनल कन्टेन्ट बनाउनुहोस्। ओरिजिनल कन्टेन्टदेखि बनाएर तपाई बिस्तारी बिस्तारी ग्रो हुँदै जानुभयो र आफ्नै भिडियो ओरिजिनल कन्टेन्ट थियो भने तपाई टिक्नु भयो। नत्र मैले जस्तो त गर्ने नगर्नु। किनकि मैले अब भिडियो कसैको उठाएर रिएक्सन भिडियो बनाउने के गर्ने यस्तो बनाउँथे नि भिडियो हैन, त्यस्तोमा कहिले पनि सफल हुँदैन। तपाईको होला त्यो भ्युज गइन्जेल छिटो छिटो होला सबै कुरा हैन, तर पछि तपाईको ओरिजिनल कन्टेन्ट पनि हुन्छ। त्यो अरूको भिडियो डाउनलोड गरेर तपाईले पोस्ट गर्नुहुन्छ, त्यो कन्टेन्ट मिक्स भयो भने तपाईलाई सबै कुरामा अल्गोरिदमले यस्तोरी हेर्छ हैन, अनि तपाईको हरेक कुरा मोनेटाइज भइसकेको पनि त्यो आईडी ब्यान हुन सक्छ, जान सक्छ। त्यसैले म यति भन्छु साथीहरुलाई, भविष्यमा टिकटक, फेसबुक, युट्युब जस्ता प्लेटफर्ममा तपाई भविष्यमा पैसा कमाउन चाहनुहुन्छ भने जति सक्नुहुन्छ तपाईको ओरिजिनल भिडियो बनाउनु। नजाला आज तपाईको 50 भ्युज जाला, भोलि 100 जान सक्छ, भोलि 100 जाला, पर्सि 200 जान सक्छ। यसरी नै जाने हो, तर आफ्नै ओरिजिनल देखि जाने हो। किनकि यो चाहिँ मैले बिहोरेको कुरा भन्दै छु हैन। मैले पनि सबैले मान्छेको सबैभन्दा ठुलो चाहिँ यो भन्छु कि मान्छेले पैसा कमायो भन्ने सुन्ने बित्तिकै हामी पनि पैसा कमाउन सजिलो हुन्छ होला जस्तो लाग्छ, तर सजिलो चाहिँ हुँदैन रहेछ। किनकि अरूको कन्टेन्टबाट म पैसा कमाउँछु भन्नुको सोच बनाउनु चाहिँ छिनभरको लागि मात्र रहेछ कि एकैछिनको लागि। त्यसैले तपाईले ओरिजिनल कन्टेन्ट बनाउनुहोस्। मैले भनिहालेँ नि, चाहे तपाईको 50 भ्युज आओस्, 100 भ्युज आओस्, 200 भ्युज आओस्, तर तपाईको नै ओरिजिनल कन्टेन्ट बनाउनु। बरु यो कुरा चाहिँ राख्नुपर्ने रहेछ कि मनमा, तपाईले यस्तो शब्द बोल्नुहोस् भ्युअर्स तपाईको भिडियो हेर्न बाध्य होस् के हैन, त्यो खालको बनाउनु पर्ने रहेछ। म चाहिँ अहिले आएर चाहिँ अब चाहिँ त्यस्तो भिडियो बनाउँदिन, म आफ्नै मेरै ओरिजिनल कन्टेन्ट बनाउने छु। चाहे 50 जाओस्, चाहे 100 जाओस् भ्युज, त्यसको मतलब छैन, तर म मेरो ओरिजिनल कन्टेन्ट बनाउँछु अब चाहिँ। किनभने धेरै मेहनत लगाएर बनाएको हुन्छ र म त भन्छु अझै अरूको भिडियो डाउनलोड गरेर तपाईहरुले पोस्ट गर्नु, यो त नेभर कहिले पनि नगर्नु होला। किनकि यो कहिले पनि तपाई त्यो सक्सेस नै हुनुहुन्न। बरु तपाईको थोरै धेरै जस्तै आए पनि तपाईको ओरिजिनल कन्टेन्ट नै बनाउनुहोस्, ओरिजिनल भिडियो नै हाल्नुहोस्। तपाईले आफैले आफ्नै भोइस भएको आफैले भोइस गरेर आफ्नै ओरिजिनल हाल्नु भयो भने त्यसमा टिक्नु भयो, तपाई भोलि तपाईको सपनासम्म पुग्न सक्नुहुन्छ। तर छिट्टै सपना पूरा गर्छु भनेर तपाई अरूको भिडियो डाउनलोड